हेलो मिनासान ओगेन्की देशका आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज पनि मैले हजुरहरूलाई लेसन 13 को नयाँ भिडियो लिएर आएको छु। यस भिडियोमा हामीले लेसन 13 का सम्पूर्ण ग्रामरहरू राम्रोसँग पढ्नेछौँ, बुझ्नेछौँ। ग्रामरहरू कस्तो अवस्थामा लाग्छन्, यी ग्रामरले के अर्थ दिन्छन् भनेर यिनीहरूको बारेमा हामीले पढ्नेछौँ। भिडियोलाई एकदम राम्रोसँग हेर्नु होला, स्किप नगरिकन। अनि यसलाई नोट गराएर सार्नुभयो भने हजुरलाई पढ्न सजिलो हुनेछ यिनी ग्रामरहरूलाई। ल ढिलो नगरिकन आजको भिडियो सुरु गरिहालौँ है त। लेसन 13 छ। फर्स्टमा छ नाउन गा होसी अथवा होसी कुनै देश। नाउनसँग केही कुरा, नाउन भनेको हामीले केही नाउन केही कुरा चाहन्छु अथवा चाहन्न भन्ने हामीले यसमा होसी र होसी कुनै ग्रामर लाएर पढ्छौँ। जस्तै इक्जाम्पलमा लेखिदिएको छु मैले। फर्स्ट इक्जाम्पलमा छ वातासी वा कुरुमागा होसी देश। म कार चाहन्छु, कुरुमागा होसी देश, कार चाहन्छु। अनि पछि तलतिर छ वातासीगा उचिगा होसी देश। म गाडी घर चाहन्छु, माथितिर गाडी चाहन्छु भने उचिगा होसी कुनै देश, म घर चाहन्न। यसमा हजुरहरूले आफूले आवश्यकता, आफूलाई चाहना लागेको कुरालाई होसी देश गराउन सक्नुहुन्छ भने आफूलाई नचाहिएको कुरा, आवश्यकता नभएको कुरालाई होसी कुनै देश गराउन सक्नुहुन्छ। यो होसी र होसी कुनै जहिले पनि नाउनसँग लाग्छ, भरसँग लाग्दैन। भरसँग हामीले तलतिर लाउँछौँ, ताई लाउँछौँ, तर यसमा चाहिँ हामीले होसी लाउँछौँ। नाउनसँग जहिले पनि होसी, केही कुरा चाहन्छु, नाउनसँग केही कुरा चाहन्छु भन्नु पर्दाखेरि हामीले होसी र केही कुरा चाहदिनँ भन्दाखेरि हामीले होसी कुनै लाएर पढ्छौँ। अनि अब सेकेन्डमा यो लेसनको सेकेन्ड ग्रामर छ ताई फर्म। ताई फर्म भनेको यो भवसँग ताई लाग्छ, भवसँग ताई फर्म लाग्ने हो। भवको अन्त्यमा मासलाई हटाएर यसमा ताई जोडिन्छ। यसमा मैले नोट पनि लेखिदिएको छु। यो नोट हजुरले सारेर टक्क इक्जाम्पल चोइससित नोट सारेर एकदम क्लियर तरिकाले आफूले बारम्बार दोहोऱ्याएर पढ्न सक्नुहुनेछ। ट्याक्क भिडियोलाई पज गरेर यो ग्रामर, यो नोटहरू सारेर आनन्दले लेखेर पढ्नु होला। यसो गर्नुभयो भने झन् हजुरलाई बारम्बार हेर्न, पढ्न, सम्झिन सजिलो हुनेछ। भन्दै यो ग्रामरलाई सुरु गरिहालौँ। यो भर्बको अन्त्यमा मासलाई हटाएर जोडिन्छ। यसले कुनै पनि व्यक्तिले कुनै पनि कुरा चाहेको कुरालाई व्यक्त गर्छ। जस्तै इक्जाम्पलमा छ इकी मासलाई इकी ताई जान चाहन्छु भयो, इकी मास हटाएर ताई लाइयो। अनि पछि के कोन्सी मास भनेको विवाह गर्छु भनेको छ भने के कोन्सी ताई मास हटाएर ताई लाइयो, विवाह गर्न चाहन्छु भने भयो। अनि पछि ताबे मासको ताबे ताई, यसमा हामीले मासलाई हटाएर ताई लाहाम, ताफमसित ताई होइन कि मासलाई हटाएर ताई लाहाम। यसमा यति कुरालाई याद राख्नु होला। यति कुरा याद राख्नुभयो भने ताई फर्मलाई हजुर राम्रोसँग बुझ्नुहुन्छ, चाहन्छु भन्ने कुरालाई। यहाँ अर्को लामो इक्जाम्पलमा छ वातासी वा निहोने इकिताई देश। म जापान जान चाहन्छु, हामी सबै जान चाहन्छौँ जापान, त्यही भएर वातासी वा निहोने इकिताई देश। यो भरसँग ताई लाग्छ, अनि पछि नाउनसँग होसी र होसी कुनै लाग्छ भनेर यो कुरा हजुरले राम्रोसँग टिप्नु होला। यसको नेगेटिभ बनाउँदा चाहिँ ताईलाई हटाएर कुनै ताईको इलाई हटाएर कुनै जोडिन्छ। यहाँ मैले नोट पनि लेख्दैछु, नोट पनि राम्रोसँग यसलाई नै सार्नु होला। केही कुरा चाहन्न, भरमा केही कुरा चाहन्न भन्दाखेरि हामीले इलाई हटाएर कुनै जोडिदिने हो, अरू केही गर्न पर्दैन। ताला सेम्टी जस्ताको जस्तै राखिदिने, इ हटाएर कुनै जोडिदिनु होला। यति गरेपछि यो भइहाल्छ। इक्जाम्पलमा छ ताबेता कुनै छ, अनि पछि इकिता कुनै छ। वातासी वा गोहानो ताबेता कुनै देश, म खान चाहदिनँ भन्ने छ भनेर हामीले ग्रामर गराएका छौँ। अनि पछि तलतिर छ अर्को ग्रामर छ नाउनको एसँग भर्बको मास हटाएर र नाउनसँग नि जोडेर इकी मास, कि मास र खाएरी मास छ। नाउनको अनि पछि फेरि भर्बको मास हटाउने, अनि पछि फेरि भर्बको मास हटाउने, अनि पछि नाउनलाई जस्ताको जस्तै राख्ने, अनि त्यसमा नि जोड्ने। नि पार्टिकल लाएर इकी मास जान्छु, कि मास आउँछु र खाएरी मास फर्किन्छु सित हामीले गरायो भने यहाँ हेर्नुहोस् है त कसरी भन्छ। वातासी वा निहोने बेन्क्यो नि इकी मास, म जापानमा अध्ययन गर्न जान्छु भनेको छ। अनि पछि यो लोकेसनको पछाडि ए पार्टिकल लाग्छ भनेर हामीले अस्ति नै अघिल्लो लेसनमा पढिसकेका छौँ। अनि पछि फेरि यो भर्बको मासलाई हटाएर नि पार्टिकल लाएर भनेपछि बेन्क्यो
बेन्क्यो सीमास अध्ययन गर्छु भन्ने भयो। बेन्क्यो सिनी भनेको अध्ययन गर्न, भनेपछि इकिमास जान्छु। यसमा गर्न खान यस्तो यस्तो यो न जोडे जस्तो भयो क्या, भर्बहरूसँग न जोडे जस्तो न लाए जस्तो हुन्छ। हजुरहरूले यसलाई राम्रोसँग टिप्नु होला, नोट गराएर लेखे पनि हुन्छ। वतासिवा पोखराए रेउको नि इकिताई देश, म पोखरामा भ्रमण गर्नको लागि जान चाहन्छु। यता इकिताई ताई फर्म पनि लाएर इकिताई देश ताई फर्म लाएर इकिताई गराएको छौँ। भनेपछि पोखराए तोमोदाची नि आई नि इकिमास, पोखरामा साथीलाई यो दुई ठाउँ नि किन लाग्यो भने तोमोदाचीसित नि पार्टिकल लाग्छ। तोमोदाची ओ आइमास हुन्न, तोमोदाची नि आइमास हुन्छ। त्यही भएर साथीलाई भेट्न जान्छु भन्दाखेरि नि पार्टिकल लागेको। यसलाई नि राम्रोसँग बुझ्नु होला, ग्रामर त बुझिहाल्नु भयो होला भन्ने मैले आशा गरेको छु। अनि पछि फेरि इम्पोर्टेन्ट कुरा के छ भने यी 4वटा कुरा एकदम इम्पोर्टेन्ट छ। यो दोको खा, दोको भनेको कहाँ भयो, दोको खा भनेको कतै भनेर पढ्छौँ। अनि पछि फेरि नानी भनेको के भयो, अनि पछि नानी खा भनेको केही भनेर पढ्छौँ। अनि पछि फेरि दारे भनेको को भयो, अनि पछि दारे खा भनेको कोही भनेर पढ्छौँ। अनि पछि इचु भनेको कहिले भयो, अनि पछि इचुखा भनेको कुनै समय गरेर पढ्छौँ। यसलाई नि हजुरले नोट लेखेर टिप्नु होला, एकदम इम्पोर्टेन्ट छ। यो खा लाएपछि क्वेसन गर्यो कि दोको खा भनेको कुन ठाउँ, दोको भनेको त हामीले ठाउँ पढाएको थियौँ। अनि पछि खा लाएपछि क्वेसन गर्छ भनेर यो यस्तो नि हुन्छ भन्ने पढाएको थियौँ। तर यो दोको खा भनेको कुन ठाउँ भनेर यस्तो सोधेको होइन कि, दोको खा भनेको कतै, नानी खा भनेको केही, दारे खा भनेको कोही र इचुखा भनेको कुनै समय हो भनेर यसलाई एकदम ध्यान दिनु होला भन्दै आजको लेसन 13 को ग्रामर यति नै छ। हजुरहरूलाई कस्तो लाग्छ भिडियो, मन परे च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै, आफूलाई डाउट लागेको कुरा सोध्न सक्नुहुनेछ, कमेन्ट गर्नु होला भन्दै यस भिडियोबाट सायोनारा, बाई बाई।